नमस्ते साथीहरु, आज मेरो भिडियोमा मैले तपाईहरुलाई माछा बनाउन सिकाउँदै छु है। माछालाई कसरी ग्रिल गर्ने भनेर हेर्नुस् है। यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुस्। हामीले माछालाई पहिला यसरी पातलो स्लाइस पिस काट्नुपर्छ है। सबै माछाहरुलाई यसरी पातलो, जति पिस ठुला भए पनि हुन्छ तर पातलो हुनुपर्छ है। माछालाई चाहिँ यसरी स्लाइस पिस काटिसकेपछि हामी मसला बनाउन जान्छौं। अब यसको मसलामा चाहिँ हामीले सिलौटोमा लसुन राख्नुस्। पहिला केलाएको लसुनको पोटी राखिसकेपछि हामीले धनिया राख्छौं। हरियो धनिया पनि हामीले यही सँगै पिस्छौं। अलिकति पछि पनि हाल्न सकिन्छ। हरियो धनिया र अलिकति खुर्सानी राखौं। अकबरी खुर्सानी राखे मैले चाहिँ थोरै मात्रा, सकभर पिरो धेरै खान सकिँदैन, त्यो भएर र हामीले चाहिने मात्रामा 1 चम्चा 1.5 चम्चा जति जिराको धुलो, जिरा धनिया मिक्स गरेको धुलो राख्नुस्। र हामीले नुन पनि राख्न सकिन्छ। आफूलाई चाहिने स्वादमा नुन राखौं र मसला मजाले पिसौं। अब सिलौटोमा मसला एकदमै फाइन बनाएर पिस्नुस्। जति मसला मसिनो भयो उति राम्रो हुन्छ पिसाइमा। लगभग मसला रेडी भयो हेर्नुस् है। यतिको मसिनो हुनुपर्छ। सके अझ मसिनो बनाउँदा राम्रो। यो चाहिँ मिक्सचरमा भन्दा सिलौटोमा पिस्नुस्, त्यो राम्रो हुन्छ मसला। र हामीले माछालाई थालमा राख्छौं। सबै माछालाई थालमा राखिसकेपछि, एउटा प्लेटमा राखिसकेपछि अब यसमा हामीले बेसार राख्छौं। बेसार हामीले चाहिँ बजारको कलर लगभग युज गर्दैनौं, त्यो भएर घरकै बेसार हाल्नुपर्छ। घरकै मसलाहरू चलाउनु पर्छ। बजारको मसलाहरू युज गर्नुहुन्न। कलरहरू चाहिँ सकभर सकेसम्म। र बेसार राखिसकेपछि मरिचको धुलो, व्हाइट पेपर पनि भन्छ, सेतो मरिचको धुलो हो। यो चाहिँ सकभर कालो मरिचको धुलो राख्दा अझ राम्रो। मैले चाहिँ सेतो मरिच थियो घरमा, त्यही राखेर म्यानेज गरेँ अहिलेलाई। र मरिचको धुलो छर्किनुस्। त्यसपछि हामीले कागतीको झोल, अमिलो, यो चाहिँ कागतीको झोल। माछालाई कागती कम्पलसरी रूपमा चाहिन्छ नै। माछा बनाउँदा जहिले पनि कागती चाहिँ नभुल्नु होला। हामीले सबै मिक्स गर्छौं एकछिन। यो बेसार, कागतीको झोल र व्हाइट पेपर चाहिँ हामीले मिक्स गर्छौं है। सबै मिक्स गरिसकेपछि धनिया छरेर अहिको मसला राख्यौं। हेर्नुस् है, हामीले अहिले पिसेको मसला, जुन सबै हामीले सिलौटा एकैचोटी मसला पिसेको थियौं। मसलाहरू राखेर यसलाई पनि तेल राख्नुपर्छ। अलिकति तोरीको तेल राख्नुस्। सकेसम्म तोरीको तेल भएको राम्रो। यदि तोरीको तेल छैन भने अरू तेलले पनि म्यानेज गर्न सकिन्छ। र यसलाई मजाले मोल्नुस्। जति राम्रो मोल्यो उति राम्रो। मसलाहरू सबै भित्रभित्र पस्ने गरी मोल्नुस्। मोलिसकेपछि अब हामीले यसलाई फ्रिजमा राख्नुपर्छ। 10 देखि 15 मिनेटसम्म हामीले यसलाई फ्रिजमा म्यारिनेट गर्नुपर्छ। फ्रिजमा राखेपछि 10-15 मिनेट पछि फेरि पकाउनतिर जाउँ। अब हामी फ्राई प्यान बसाल्छौँ। यसमा तेल हाल्छौँ। अलिकति तेल धेरै नराख्नुस्। तेल तार्ने गरी राख्नु हुँदैन हामीले यसलाई। र फ्रिजमा राखेको हाम्रो माछा हेर्नुस् है, यस्तो राम्रो भएर बसिरहेको छ। यो मसला भित्र लागिसक्यो है। अब हामीले यसलाई पालै यसरी फ्राई प्यानमा राखिन्छ। फ्राई प्यानमा राखिसकेपछि अब हामीले यसलाई 10-12 मिनेट छोप्न सकिन्छ। ग्यासको तापक्रम हेरी हुन्छ है। ग्यास ठुलो छ भने चाहिँ 3-4 मिनेट भन्दा नछोप्नु होला, फेरि डढ्न सक्छ एक साइड मात्रै। र अब छोपेको माछा हेर्नुस् है, यतिको भएको छ। अब यसलाई हामीले एक गरेर सबै फर्काउँछौं। लगभग एक साइड चाहिँ पाक्न लागिसकेको छ। अब अर्को साइड छोप्छौं हामीले। फेरि यसलाई फर्काएर अर्को साइड पनि हाम्रो लगभग रेडी भइसक्यो। हेर्नुस् है, माछा यहाँ कस्तो भएको छ। सबै माछा ब्राउन कलरको भएको छ। अर्को साइड नि पाको। अब यो पहिला फर्काएको साइड चाहिँ अलिकति पाकेको छैन राम्रोसँग। फेरि हामीले एकचोटि फर्काउँछौं है। त्यसलाई पालै सबै माछाहरू फर्काउँछौं। फर्काइसकेपछि फेरि हामीले केही बेर राख्छौं। अब छोप्नु पर्दैन हामीले। अब नछोपिकन नि पकाउन सकिन्छ। लगभग हाम्रो माछा रेडी भइसकेको छ। हेर्नुस् है, अर्को 3-4 मिनेट हामीले फेरि अर्को साइड पकाइसकेपछि यतिको ब्राउन कलर चाहिँ हुनुपर्छ। हाम्रो मसला चाहिँ अलिकति डढ्छ तल। मसला डढे पनि माछा डढेको हुँदैन। हाम्रो मोलेको मसलाहरू डढ्छ। तर पनि माछाले मसला लिइसकेको हुन्छ, त्यो भएर हामी डराउनु पर्दैन। यतिको बनाउनु पर्छ। फेरि डढ्यो भनेर तपाईहरुले चाँडै निकाल्नु भने जति सक्दो राम्रो पकाउनु पर्छ खानेकुराहरू। ल हेर्नुस् है, हेर्दै हाम्रो माछा रेडी भयो। अब हामीले यसलाई सबै माछालाई निकालेर खान सकिन्छ। माछा तयार भइसक्यो, पाकिसक्यो। यसलाई ग्रिल फिस भन्छ। अब यसलाई झिकौँ। सबै एक गरेर प्लेटमा झिकौँ। घरमै साथी हो, घरमै हैन। यतिको माछा खान मन लाग्यो भने चाहिँ मेरो भिडियो पुरै हेर्नुस्, सिक्नुस्। भाले भ्लग युट्युबमा पनि देख्न सक्नुहुन्छ, पेजमा पनि देख्न सक्नुहुन्छ। भाले पेजमा यो भिडियो
यो हामीले घरमै बनाएको, यो कुनै होटल रेस्टुरेन्टको होइन, यो माछा हो। फेरि तपाईँले यस्तो मासु देखेर यो ठुलो खाले माछा है, एकदम ठुलो माछा हो। यो सबै पुरै भिडियो चाहिँ युट्युबमै छ, पेजमै छ, तपाईँहरूले यसरी माछा खान सक्नुहुन्छ। राम्रो छ यी राता पिस। आफै पकाएर आफै मिठो भन्नु त भएन, तर पनि दामी छ। खाने कामै छैन के मलाई गर्नु पर्दैन के भन्नु यदि दादा हो मिठो मिठो नि साँच्ची हो नि हो क्या दाइला देउनु त मलाई पर्दैन। यस्तो माछा चाहिँ भाइको मुखमा सायद पहिलोचोटि पऱ्यो होला हो। अहिलेसम्म परेको त थिएन नराटी भन त। फर्स्ट टाइम हो। गुड भाइ चितवनदेखि आएको काठमाडौँ, पहिलोचोटि यस्तो माछा खायो भाइ। दाइको बनाउने तरिका देखेर कस्तो होला जस्तो भन्छ, अहिले खाँदा देख्दा मिठो रहेछ। दामी लाग्यो? हो ल गुड। कस्तो लाग्यो मिस? मिठो लाग्यो नल्याउनु मलाई।